दर्शकबिन नमस्कार। ल हेर्नुहोस्, आज घुम्दै घुम्दै हाम्रो घुमघाममा यो कोदो बारीमा, यो कोदो भन्छौँ हामीले। कोदो पनि यो धेरै किसिमको हुन्छ। यो कोदोमा आइरन बढी हुन्छ साथीहरू, होइन। यो कोदोको चाहिँ ढिँडो खाएपछि चाहिँ भोक पनि हतपत लाग्दैन। यो कोदो अहिले लोप हुँदै गइसकेको छ। गाउँघरमा कोदो पाइँदैन, होइन। सहरको त अब कुरै छोडिदिउँ, होइन। अब चामलको भातभन्दा अर्को खाने चलन नै छैन। अझ भात पनि खानु छोडेर बेलुका चाहिँ डाइटिङ, होइन। यो कोदोको रोटी चाहिँ खानु साथीहरू, है। फलाउनु पऱ्यो। हेर्नुहोस् त, कोदो यति राम्रो फलेको छ, तर थोरै। यो पनि यो भेट्दा पनि गौरव लाग्ने जस्तो कुरा छ क्या साथीहरू, होइन। कोदो अहिले लोप भइसकेको छ। गाउँघरमा रोप्ने चलन गइसकेको छ। अलिकति दुःखको खेती हो यो, होइन। धान बालीहरूभन्दा चाहिँ कोदोमा अलिकति दुःख बढी गर्नुपर्छ। अब यो बारीमा खनेर समाएर अनि एउटा रोप्ने, धान जस्तै। धान त हिलोमै बनाएर छुप्पु रोप्दा भइहाल्यो। तर कोदोमा चाहिँ एउटा टाँस्नु अलिक गाह्रो छ। तर यहाँ चाहिँ कोदो व्यापक, होइन, फलेको देखिन्छ। ल हेर्नु साथीहरू, कोदोको बाला हेर्नुहोस् त, बाबा यो कुन प्रजातिको हो? अब यो ठाडो कोदो होला। अब एकदम राम्रो छ। ल है साथीहरू, यो पनि सम्झना स्वरूप यहाँहरूलाई यो भिडियो, है त।